धेरै भएकोले गर्दाखेरि धेरै भएकोले गर्दाखेरि ओके धेरै भएकोले गर्दाखेरि हाम्रोमा कतिवटा टेक्निकल समस्याहरू छ तर जे होस् हामी परमेश्वरको सेवा के अरे गर्नलाई ढिलो के अरे मतलब रोक्ने छैनौँ हामी सिधै परमेश्वरको वचनमा जानेछौँ परमेश्वरको वचनमा जानुभन्दा अगाडि हामी सबैजनालाई एउटा के छ भनेदेखि स्वर्गीय चाहिँ कस्तो छ होला भनेर एउटा सबैको जिज्ञासा छ कतिजनाको त्यस्तो किसिमको जिज्ञासा छ यसो हात हेर्नु न तपाईहरुले जतिले सक्यो भने चाहिँ भिडियो अन गरेर बस्दिनुहोस् किनभनेदेखि सेवामा हामी आइतबारको दिन सेवामा बस्दाखेरि चाहिँ भिडियो अफ हुँदैन तर आज चाहिँ अब भिडियो अन गरेर बस्नुभयो भनेदेखि तपाईँ को छ कति छ भनेर यसो हामी बोल्नेलाई पनि अलिकति रहर लाग्दो हुँदो रहेछ तपाईँको अनुहार देख्नु पाउँदाखेरि यसो हेरौँ न स्वर्गीय चाहिँ कस्तो छ होला भनेर यसो कतिलाई जिज्ञासा लाग्छ तपाईँहरू अनि छेउको साथीलाई तपाईँको बसेकोलाई भन्नुहोस् स्वर्गीय चाहिँ कस्तो छ होला भनेर एकपल्ट सोधिदिनुहोस् न स्वर्गीय चाहिँ कस्तो छ होला उसले पनि सोध्दैछ मलाई स्वर्गीय कस्तो छ होला अनि यो स्वाभाविक हो कि स्वर्गीय राज्य चाहिँ कस्तो छ होला कस्तो हुन्छ होला भनेर हाम्रोमा त्यो जिज्ञासा आउनु एउटा एकदमै स्वाभाविक कुरा हो स्वर्गीय चाहिँ कस्तो छ भन्ने कुरालाई अलिकति आज हामी हेर्नेछौँ खासमा स्वर्गीय होइन स्वर्गीयको एउटा क्यारेक्टरिस्टिक भनेको चाहिँ स्वर्गीयमा एउटा सबैको मनमा सबैलाई थाहा भएको कुरा चाहिँ स्वर्गीयमा चाहिँ प्रभु यीशु ख्रीष्टले राज गर्नुहुन्छ उहाँ चाहिँ सिंहासनमा विराजमान हुनुहुन्छ पिता पुत्र र परमेश्वर के अरे पिता परमेश्वर पुत्र प्रभु यीशु ख्रीष्ट अनि पवित्र आत्मा चाहिँ हुनुहुन्छ अनि के अरे प्रभु यीशु ख्रीष्ट चाहिँ परमेश्वर पिताको दाहिने हाततिर चाहिँ विराजमान हुनुहुन्छ अनि हामी प्रकाशको पुस्तकलाई हेर्यौँ भनेदेखि चाहिँ त्यहाँको राजा चाहिँ प्रभु यीशु ख्रीष्ट आफै नै हुनुहुन्छ यसैले गर्दाखेरि आजको वचनको शीर्षक चाहिँ के छ भनेदेखि चाहिँ हामी अलिकति म तपाईलाई देखाइदिइहाल्छु वेयर जीजस रेन भनेको चाहिँ यीशुले राज्य गरेको ठाउँ यस विषय लिएर आज हामी हेर्नेछौँ है तपाईले स्क्रिनशट गर्दै राख्दा हुन्छ वेयर जीजस रेन भनेको चाहिँ यीशु ख्रीष्टले जहाँ राज्य गर्नुहुन्छ त्यो ठाउँलाई हेर्नेछौँ प्रभु यीशु ख्रीष्ट चाहिँ राज्य गर्नुको निम्ति योग्य हुनुहुन्छ किनकि उहाँलाई चाहिँ बाइबलले चाहिँ प्रभुहरुका प्रभु र राजाहरुको राजा भनेर सम्बोधित गरिएको कुरा हामी पाउँछौं यसको केही झलकहरु हामी प्रकाशित वाक्यको किताबहरु पुस्तकमा हामी पाउँछौं विशेष गरिकन हामी यहाँ प्रकाशित 19 को 16 पदलाई हामी हेर्नेछौं यहाँ यसरी लेखिएको छ उहाँको पोषक र तिग्रामा राजाहरुको राजा र प्रभुहरुको प्रभु अंकित छ अनि अर्को एकछिन अर्को उसमा पनि लेखिएको छ अहिले एकछिनमा त्यो पद पनि हामी पढ्नेछौं 17 को 14 पद पनि पढ्नेछौं तर त्यो भन्दा अगाडि चाहिँ हामी के हेर्छौं भने चाहिँ यीशु ख्रीष्टले राज्य गरेको ठाउँ चाहिँ भनेर हामीले हेरेछौं यीशु ख्रीष्टले राज्य गरेको राज्य गर्नु भनेको चाहिँ के हो भन्ने कुरामा हामीले अलिकति हेर्दाखेरि चाहिँ यीशुलाई हाम्रो जीवनमा कसरी चाहिँ राज्य गर्न दिन सकिन्छ भन्ने कुरालाई हामी हेर्नेछौं 1 नम्बरमा 2 नम्बरमा यो पनि म तपाईलाई स्क्रिन शेयर गरिदिन्छु तपाईले यहाँ यीशुलाई जीवनमा कसरी राज्य गर्न दिन सकिन्छ हाउ क्यान वी लेट जीसस रेन इन आवर लाइव्स 2 नम्बरमा यीशुले राज्य गरेको इलाका कस्तो चाहिँ हुन्छ हाउ इज द एरियाज वेयर जीसस रेन यीशुले राज्य गरेको ठाउँ चाहिँ कस्तो हुन्छ भन्ने कुरालाई हामी हेर्ने छौं
प्रकाशित वाक्य 17 को 14 पदलाई हामी हेर्नेछौँ। त्यहाँ पनि यीशुले राज्य गरेको कुरालाई हामी अलिकति त्यहाँ झलक पाउन सक्छौँ। त्यहाँ कस्तो लेखिएको छ भने चाहिँ तिनीहरूले थुमाको विरोधमा युद्ध गर्नेछन् र थुमाले तिनीहरूलाई जित्नु हुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूको राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरू चाहिँ बोलाइका, चुनिएका र विश्वासयोग्य हुन्छ। उहाँलाई चाहिँ प्रभुहरूका प्रभु र राजाहरूको राजा भनेर चाहिँ सम्बोधित गरेको कुरा हामी त्यहाँ पाउँछौँ। अब हामीले देखिसक्यौँ कि प्रभुहरूको प्रभु प्रभु यीशु ख्रीष्टलाई चाहिँ प्रभुहरूको प्रभु र राजाहरूको राजा भनेर बाइबलले बताएको छ। अनि यीशु ख्रीष्ट चाहिँ राज गर्ने योग्यको हुनुहुन्छ। उहाँ थुमा सिंहासनमा हुनुहुन्छ। सिंहासनमा हुने बित्तिकै सिंहासनको अर्थ नै हामी बुझ्छौँ कि राज गर्ने, अधिकार गर्ने, उहाँकोमा सबै अधिकार छ अनि राज्य गर्ने चाहिँ उहाँ नै हुनुहुन्छ। अब अलिकति हामीले उहाँको यीशुले राज्य गरेको इलाका चाहिँ कस्तो हुन्छ भन्ने कुरालाई हामी अलिकति हेर्नेछौँ हैन। पहिले चाहिँ त्यसलाई चाहिँ 2 नम्बरको पहिले हेर्नेछौँ। तर त्यो भन्दा पनि अगाडि चाहिँ म तपाईलाई के भन्न चाहन्छु भने चाहिँ राज्य गर्नु भनेको चाहिँ के त, व्हाट डज इट मीन टु रेन? राज्य गर्नु भनेको चाहिँ के हो त भन्ने कुरालाई हामी अलिकति हेर्नेछौँ। राज्य गर्नु भनेको चाहिँ 2 किसिमको राज्य हुन्छ। एउटा डेमोक्रेटिक, एउटा खासमा 3 किसिम भनौँ। एउटा मोनार्की हुन्छ, एउटा डेमोक्रेटिक र एउटा थियोक्रेसी भन्छ। मोनार्की भनेको राजतन्त्र भन्छ नेपालीमा, राजाले राज्य गरेको। डेमोक्रेसी भनेको राजतन्त्र जहाँ चाहिँ सिटिजनको भोटले राज गर्ने। अनि नम्बर 3 मा चाहिँ थियोक्रेसी भन्छ। थियोक्रेसी भनेको चाहिँ परमेश्वरको राज्य, त्यो परमेश्वरले राज गर्ने, त्यो चाहिँ परमेश्वरको हातमा हुन्छ। मोनार्कीमा हेऱ्यो भनेदेखि चाहिँ राजाले जे गर्नु चाह्यो त्यो गर्छ। प्राय जस्तो कानुन राजाको हातमा हुन्छ। डेमोक्रेसीमा मान्छेले चुनेको व्यक्ति चाहिँ अबले राज गर्छ, राज्य गर्छ भनौँ न, शासन गर्छ। तर मान्छेहरूको पोलिसी जो छ, जुन कुरालाई मान्छेहरूले मन पराउँछ त्यो पोलिसीमा उनीहरूले भोट गर्नु सक्छ। भनेको मतलब त्यसको सत्ता या त त्यसको अधिकार चाहिँ जनताको हातमा हुन्छ। थियोक्रेसी भनेको चाहिँ के हो भनेदेखि चाहिँ परमेश्वरको पाराले चल्नु सबै कुरा, जहाँ चाहिँ तपाईँ र मेरो कुराले हुँदैन, तपाईँ र मैले भनेको कुराले हुँदैन, तर परमेश्वरले जे चाहनुहुन्छ, जसरी गर्न चाहनुहुन्छ त्यो पाराले चल्नु, त्यसलाई चाहिँ थियोक्रेसी भनेर भनिन्छ। अब यो राज गर्ने कुरामा आयो है। अब यीशुले राज्य गरेको इलाका चाहिँ अब कस्तो चाहिँ हुन्छ त? हाउ इज द एरिया वेयर जीसस रेन? अब यीशु ख्रीष्टलाई हामीले राज्य गर्नु दिउँ भनेदेखि चाहिँ त्यो चाहिँ कस्तो चाहिँ हुन्छ त भन्ने कुरालाई अलिकति हामी हेर्नेछौँ। हामी सबैभन्दा पहिले प्रभु यीशु ख्रीष्टले उहाँका चेलाहरूलाई प्रार्थना गर्नु सिकाउँदाखेरि यसरी प्रार्थना गरेको कुरा हामी पाउँछौँ। हे हाम्रा पिता जो स्वर्गीयमा हुनुहुन्छ, तपाईको नाउँ पवित्र होस्, तपाईको राज्य आओस्, तपाईको इच्छा जस्तो स्वर्गीयमा छ, तपाईको इच्छा स्वर्गीयमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। अलिकति यो कुरालाई हामी छलफल गर्नेछौँ। यहाँ हेर्नुहोस् है, हे हाम्रो, यो चाहिँ यीशुले उहाँको चेलाहरूलाई प्रार्थना गर्नु सिकाउँदैछ र भन्दैछ तिमीहरूले प्रार्थना गर्दाखेरि यसरी भन्नु, हे हाम्रा पिता जो स्वर्गीयमा हुनुहुन्छ, तपाईको नाउँ पवित्र होस् अनि तपाईको राज्य आओस्। तपाईँ परमेश्वरको राज्य आओस् भनेर चाहिँ हामीले प्रार्थना गर्नु पर्यो। अब यो परमेश्वरको राज्य चाहिँ जबरजस्ती आउने होइन, तर आओस् भनेर हामीले प्रार्थना गर्नुपर्ने हो। सायद अहिले एकछिनमा हामी त्यसलाई अलिकति विस्तृत प्रकारले हेर्छौँ। अनि तपाईँ अर्को कुरालाई, तपाईँलाई सबैभन्दा ठुलो कुरालाई यहाँ त्यो प्रार्थनामा परमेश्वरको रहस्य लुकेको चाहिँ कहाँ पाउँछौँ भने
तपाईको इच्छा जस्तो स्वर्गमा छ त्यस्तै यस पृथ्वीमा पनि पूरा होस्। फेरि लाउँदैछु म है। तपाईको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। इङ्ग्लिसमा लेखिएको छ Your will be done on earth as it is in heaven। तपाई भनेको मतलब चाहिँ यहाँ हामीले के चाहिँ बुझ्न सक्छौँ भने चाहिँ परमेश्वरको के अरे यो पृथ्वी चाहिँ स्वर्ग जस्तै भएको परमेश्वर चाहनुहुन्छ। God want to see this earth just like heaven। अर्को पाराले भनौँ भनेदेखि चाहिँ स्वर्गमा भएको जति सबै कुराहरू यस पृथ्वीमा ल्याउन चाहनुहुन्छ। हाम्रो पास्टर डानियलको भाषामा भन्नु भने डल्लै स्वर्ग चाहिँ हाम्रो यस पृथ्वीमा ल्याउन चाहनुहुन्छ। यसलाई अझै पर्सनली भन्नु पर्यो भने चाहिँ के छ भन्दै चाहिँ स्वर्ग चाहिँ परमेश्वरले तपाईँ र मेरो मण्डलीमा ल्याउन चाहनुहुन्छ। स्वर्गमा जस्तो कुरा छ त्यो कुरा हाम्रो परिवारमा ल्याउन चाहनुहुन्छ। परिवारमा मात्र हैन हाम्रो व्यक्तिगत जीवनमा स्वर्ग ल्याएर राख्नु चाहनुहुन्छ परमेश्वरले। द्याट इज द विल अफ गड। अनि त्यसैले गर्दाखेरि प्रभु यीशु ख्रीष्टले हामीलाई के गरेर के अरे प्रार्थना गर्नलाई चाहिँ स्वर्ग चाहिँ हाम्रो जीवनमा आओस् भनेर प्रार्थना गर्नु सिकाएको कुरा हामी त्यहाँ पाउँछौँ। यो चाहिँ परमेश्वरको इच्छा र योजनालाई यो प्रार्थनामा हामी देख्छौँ। किन भनेदेखि चाहिँ परमेश्वरको चाहना चाहिँ सुरुदेखि नै हामीले हेर्यो भनेदेखि चाहिँ परमेश्वरले यस पृथ्वीलाई सृष्टि गर्दै गर्दाखेरि चाहिँ स्वर्ग चाहिँ यस पृथ्वीमा ल्याउने उहाँको चाहना हो। यो प्री आदमिक एज भनेर एउटा बेग्लै किसिमको टिचिङ छ। कतिजनाको भनाइ अनुसार चाहिँ यो उत्पत्ति 1 अध्यायको 1 पद र 2 पदको बिचमा एउटा ठुलो अन्तर छ, मिलियन्स अफ इयर्सको अन्तर छ भन्ने चाहिँ कतिको भनाइ छ। अनि त्यो कुरामा हामी अहिले जाँदैनौँ, तर हामी के बुझ्छौँ भने चाहिँ परमेश्वरले जुन पहिली सृष्टि गरेको पृथ्वी थियो त्यसलाई चाहिँ पापको कारणले गर्दाखेरि ध्वंस भयो, बिग्रियो, डिस्ट्रोयड भयो। डिस्ट्रोय भएको कारणले गर्दाखेरि अहिले तपाईँ र म जिउँदै गरेको संसार र पृथ्वी चाहिँ वास्तवमा हामीले उत्पत्तिको 3 अध्यायमा हेर्यो भने चाहिँ यो पृथ्वी चाहिँ आदम र हावाले चाहिँ शैतानलाई बेचेको पृथ्वी हो। यसैले गर्दाखेरि यो संसार चाहिँ यो अहिलेको हुँदै गरेको पृथ्वी चाहिँ हाम्रो हातमा भन्दा पनि शैतानको हातमा छ। लिगली हो भने चाहिँ यो इन द स्पिरिचुअल कोड अफ ल यो पृथ्वी चाहिँ शैतानको हातमा अझै पनि छ। अनि हामी यो कुरालाई चाहिँ हामी कसरी चाल पाउन सक्छौँ भने चाहिँ तपाईले यीशु ख्रीष्टलाई शैतानले परीक्षा गर्दाखेरि तपाईले देख्नुहुन्छ कि है म तँलाई दिनेछु, आएर मलाई ढोक, मलाई दण्डवत गर्यो भनेदेखि यो सबै पृथ्वी गर म तँलाई दिनेछु भनेर भनेको कुराहरू त्यहाँ थुप्रै पाउँछौँ। त्यो उसमा जाँदैनौँ हामी अहिले, तर हामी एउटा बाइबलको एउटा पदलाई पढ्नेछौँ जहाँ यसरी लेखिएको छ। दोस्रो कोरिन्थी 4 अध्यायको 4 पदमा यसरी लेखेको हामी पाउँछौँ। तिनीहरूका विषयमा भनौँ भने ख्रीष्ट जो परमेश्वरको रूप हुनुहुन्छ उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यस संसारका देवले अविश्वासीहरूको समझलाई अन्ध तुल्याएको छ। यस संसारको देवले भनेर चाहिँ इङ्ग्लिसमा द गड अफ दिस एज भनेको कुरा हामी यहाँ पाउँछौँ। त्यो भनेको चाहिँ के हो भने चाहिँ यो पाराले हामीले के बुझ्नु सक्छौँ भने चाहिँ यो संसार चाहिँ अहिलेको यो पृथ्वी जो छ यसलाई राज्य गरेको राज खास गर्ने चाहिँ शैतान हो। शैतानले राज गरिराखेको छ। त्यसैले गर्दाखेरि यस पृथ्वीमा भएको कयौं कुराहरू स्वर्गमा नहुनु पर्ने कुराहरू यस पृथ्वीमा हामी देख्दैछौँ। किनभने यो संसारलाई चाहिँ अहिले पनि यो संसारको देवले राज गरिराखेको छ। अब यहाँ के अरे अमेरिकन स्ट्यान्डर्ड भर्जनमा पनि लेखेको छ इन होम द गड अफ दिस वर्ल्ड ह्याड ब्लाइन्डेड द माइन्ड्स अफ द अनबिलिभिङ भनेर लेखेको कुरा हामी यहाँ पाउँछौँ। त्यो पनि म तपाईलाई सेयर गर्छु यहाँ। ओ सरी,
ठिकै छ। In whom the God of this world has blinded to the mind of the unbelieving. तपाईले यहाँ त्यो देख्नु सक्नुहुन्छ। अब सुन्नुहोस् है, यो पृथ्वी आत्मिक कानुन अनुसार कसको हातमा पर्यो? शैतानको हातमा छ। अनि शैतानको हातमा भएकोले गर्दाखेरि जब तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई ग्रहण गर्यौं, अर्को पाराले भन्नु हो देखि म यसलाई अलिकति यता राखेर अब पहिले यो भन्न चाहन्छु, सबै मानिसले प्रभुलाई ग्रहण नगर्ने मान्छेहरू पनि स्वर्गमा जानुपर्ने हो खासमा त, किनभने परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ, माया गर्नुहुन्छ। तर के अरे आदम र हावाले सम्पूर्ण मानव जाति र यस पृथ्वीलाई शैतानको हातमा जिम्मा दिएको कारणले गर्दाखेरि, सुम्पिदिएको कारणले, सरेन्डर गरेको कारणले गर्दाखेरि चाहिँ परमेश्वरले जसलाई चाह्यो त्यसलाई चाहिँ स्वर्गमा लिएर जानु सक्नुहुन्न या त उद्धार गर्नु सक्नुहुन्न। त्यसैले गर्दाखेरि परमेश्वरले एक्सेस पाउनुको निम्ति, काम गर्नुको निम्ति चाहिँ हरेक व्यक्तिले प्रभु यीशु ख्रीष्टलाई उद्धारकर्ता र मुक्तिदाता भनिकन ग्रहण गर्नुपर्छ। अनि जुन दिन तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई उद्धारकर्ता र मुक्तिदाता भनेर ग्रहण गर्छौं, त्यो दिन चाहिँ परमेश्वरको राज्य चाहिँ हाम्रो जीवनमा आउँछ। हामी चाहिँ शैतानको होइन, तर हामी परमेश्वरको भयौं। तपाईले के अरे पावलले लेखेको पत्रहरूमा धेरैमा पाउनुहुन्छ कि हामी अन्धकारको राज्यमा थियौं, त्यहाँबाट सरेर हामी अहिले ज्योतिको सन्तान भएका छौं। That means when we accepted Jesus Christ as our Lord and Savior, we gave a legal right to Jesus Christ to come and reign in our life. भनेको मतलब चाहिँ जुन दिन तपाईँ र मैले प्रभु यीशु ख्रीष्टलाई उद्धारकर्ता र मुक्तिदाता भनेर ग्रहण गर्यौं, त्यस दिन चाहिँ हामीले के अरे प्रभु यीशु ख्रीष्टलाई चाहिँ आएर शैतानले होइन, तर प्रभु यीशुलाई चाहिँ आएर हाम्रो जीवनमा राज गर्नुहोस् है भनेर हामीले उहाँलाई अधिकार दियौं। हाम्रो आत्मा परमेश्वरको भयो, हामी पवित्र आत्माको मन्दिर भयौं है, हामी नयाँ सृष्टि भयौं। That's the day that we became and we are added into the family of God. हामी परमेश्वरको परिवारमा हामी एडेड भयौं, जन्मियौं, किनभने हामीले यीशुलाई एउटा कानुनी अधिकार दियौं कि हामी उहाँको परिवारमा आउँ भनेर, या त उहाँ चाहिँ हाम्रो आत्मिक जीवनमा आएर राज्य गरून् भनेर। सुन्नु हुँदैछ होला नि। अब हामीले उहाँलाई काम गर्ने अनुमति नदिन्जेलसम्म उहाँ आएर जबरजस्ती हाम्रो जीवनमा काम गर्नु सक्नुहुन्न। अब त्यो भयो हाम्रो आत्माको उद्धार। तर यसो विचार गर्नुहोस्, तपाईं प्रभु यीशु ख्रीष्टलाई ग्रहण गर्नुभन्दा अगाडि जे सोच्नुहुन्थ्यो, कतिवटा कुराहरू त्यही छ। जस्तो बानी अगाडि थियो अहिले पनि त्यही बानी छ, के भएको होला भनेर। अनि हाम्रोमा कन्फ्युजन चाहिँ के आउँछ भन्दै चाहिँ नयाँ जन्म पाइसकेर पनि किन गल्ती गरेको होला, यो मान्छेको त उद्धार भएको छैन, ऊ त अब स्वर्ग जाँदैन, ऊ त जस्तो छ पुरानो त्यस्तै छ त भनेर हामी सोच्ने गर्छौं। अब कुरा चाहिँ के हो भनेदेखि चाहिँ हाम्रो आत्माको उद्धार भयो। मान्छे तीनवटा भागमा छ, आत्मा, प्राण र शरीरमा। आत्माको उद्धार भयो, आत्मामा हामी यीशुसँग एक भयौं, आत्मामा हामी परमेश्वरको राज्यमा या त परमेश्वरको परिवारमा हाम्रो जन्म भयो। तर हाम्रो मन र हाम्रो शरीर चाहिँ पुरानै छ, पुरानै डोरी छ, पुरानै छाप छ, पुरानै आदत छ, पुरानै सोच विचार छ। एउटै कुरामा मात्रै हाम्रो परिवर्तन भयो, प्रभु यीशु ख्रीष्ट चाहिँ हाम्रो उद्धारकर्ता र मुक्तिदाता हुनुहुन्छ भनेर हामीले चिन्यौं, जान्यौं। हामी त्यतिमा चाहिँ हाम्रो मन परिवर्तन भयो। त्यसैले गर्दाखेरि तपाईले बाइबलमा पाउनुहुन्छ, मन परिवर्तन गर, मन परिवर्तन गर, मन परिवर्तन गर भनेर भनेको कुरा तपाईले पाउनुहुन्छ बाइबलमा थुप्रै ठाउँमा। अब यीशुलाई हाम्रो जीवनमा पूर्ण रूपले राज्य गर्न दिनको निम्ति चाहिँ हामीले हाम्रो जीवनको हरेक क्षेत्रमा, हरेक इलाकाहरूमा राज्य गर्न दिनु पर्यो, हामीले अनुमति दिनु पर्यो। We have to give a legal right to Jesus Christ to work in every areas of our life. हाम्रो जीवनको हरेक क्षेत्रमा आएर काम गरिदिनुको निम्ति हामीले उहाँलाई
अनुमति दिनु पर्यो। हरेक क्षेत्रमा याद गर्नुहोस् है त्यो कुरा शब्दलाई। हरेक क्षेत्र भनेको चाहिँ हामी पाँच क्षेत्रहरू छौँ। हाम्रो प्राणको इलाका छ, हाम्रो शरीरको इलाका छ, हाम्रो आत्माको इलाका छ। त्यति मात्र होइन, हाम्रो जीवनमा अरू पनि थुप्रै इलाकाहरू छ। अब सुन्नुहोस् है, अब यसलाई हामीले अर्को पाराले भन्नु र चाहिँ एकछिन है, अब यो यीशुले राज्य गरेको इलाका चाहिँ कस्तो चाहिँ हुन्छ भनेको चाहिँ अब हामीले के एउटा सानो उदाहरण म तपाईँहरूलाई दिँदैछु। त्यो चाहिँ कस्तो हुन्छ भनेदेखि चाहिँ पार्ट्समा हुँदैछ। अब उदाहरणको लागि मैले यीशुलाई राज्य गर्नुको निम्ति फाइनेन्सको क्षेत्रमा मैले अवसर दिएँ उहाँलाई। मैले लिगल राइट यीशुलाई दिएँ भनेदेखि म के हुन्छु भने चाहिँ म जहिले पनि जेनरस हुन्छु, म उदार चित्तको हुन्छु। जति जति बेला म हृदय खोलेर परमेश्वरको राज्यको निम्ति दिँदैछु, त्यति बेला चाहिँ यीशुले आएर त्यो इलाकामा राज्य गरेको कुरा हामी देख्न सक्छौँ। उहाँले राज्य गर्दै गरेको हुन्छ। जब म र मेरो श्रीमतीको बिचमा एउटा एकदमै राम्रो सम्बन्ध छ, हामी एक दुसरालाई हदै माया गर्छौँ, एक दुसराको वास्ता गर्छौँ, एक दुसराको सेवा गर्छौँ, हामी के गर्दैछौँ? यीशुलाई आएर चाहिँ हाम्रो म्यारेजमा राज्य गर्नुहोस् है भनेर हामी उहाँलाई राज्य गर्ने अवसर दिन्छौँ। त्यसै गरिकन हाम्रो हेल्थको एरियामा, हाम्रो सम्बन्धको एरियामा, हाम्रो सेवकाईको क्षेत्रमा, हाम्रो मण्डलीको क्षेत्रमा अब कयौँ यस्तो इलाकाहरू छ। सम्बन्धमा भयो, हाम्रो अरूसँगको हाम्रो सम्बन्ध कस्तो छ? यदि हाम्रो अरूसँगको सम्बन्धमा यीशुलाई राज्य गर्नु दिउँ भनेदेखि त्यो सम्बन्ध मिठो हुन्छ है, आशिषित हुन्छ। त्यो सम्बन्धभित्र तपाईँले आनन्द लिनु सक्नुहुन्छ, खुसियाली लिनु सक्नुहुन्छ, त्यसमा तपाईँको रमाइलो गर्नु सक्नुहुन्छ। त्यो सम्बन्धभित्र जुन एरियामा, जुन क्षेत्रमा, जुन इलाकामा तपाईँले यीशुलाई राज्य गर्नु दिनुहुन्छ, त्यो चाहिँ यदि तपाईँले यीशुलाई राज्य गर्नु दिनुभयो भनेदेखि चाहिँ अब हामी दोस्रो पोइन्टमा चाहिँ कसरी जान्छौँ भने चाहिँ यीशुलाई जीवनमा कसरी राज्य गर्न दिन सकिन्छ। हाउ क्यान वी लेट जिजस reign in our lives. जब हामी हाम्रो जीवनमा राज्य गर्नु दिन्छ चाहिँ मैले अहिले नै तपाईँलाई अलिकति भने हाम्रो जीवनको थुप्रै इलाकाहरू छ। त्यसरी हामीले त्यो इलाकाहरू, हरेक इलाकामा हामीले आफ्नो आफ्नै तरिकाले परमेश्वरलाई राज्य गर्नु चाहिँ कसरी दिन सक्छौँ भनेदेखि चाहिँ जब म कसैलाई माया गर्छु अथवा प्रेमद्वारा उनीहरूलाई व्यवहार गर्छु, त्यति बेला चाहिँ त्यो इलाकामा चाहिँ यीशु आएर राज्य गर्नुहुन्छ। When you give tithes and offering to God, you are allowing God to reign in your financial areas. जब हामी दशवंश र भेटी चाहिँ परमेश्वरलाई दिन्छौँ भने चाहिँ त्यो इलाकामा आएर यीशुलाई राज्य गर्ने अनुमति हामी दिन्छौँ। जब हामी अभिलाषालाई ठाउँ दिँदैनौँ, त्यसको इन्कार गर्छौँ, जब हामीहरूमा आएको लोभहरूलाई हामी इन्कार गरेर त्यसमाथि हामी जित्छौँ, त्यसमाथि हामी विजयी बन्छौँ, जब हाम्रो जीवनमा आरिसहरू, डाहहरू, ईर्ष्याहरू आउँदा हाम्रो मनमा आउँदाखेरि त्यो कुरालाई हामी विरोध गरेर, अस्वीकार गरेर यीशु ख्रीष्टलाई हाम्रो जीवनमा राज्य गर्नु दिन्छौँ, तब त्यो एरियामा चाहिँ यीशु आएर राज्य गर्नुहुन्छ। त्यति बेला चाहिँ हाम्रो जीवनमा जब मान्छेहरूले हाम्रो जीवनमा चोट पुर्याउँछ, हामीलाई दुःख दिन्छ, हामीलाई हेप्छ, हामीलाई के अरे नराम्रो आरोप लगाउँछ, तर पनि हामी जब उनीहरूलाई क्षमा दिन्छौँ, माफ दिन्छौँ, उनीहरूलाई आशीर्वाद दिन्छौँ, बदला लिँदैनौँ, तर उनीहरूलाई हामी माया गर्छौँ, चाहेको खण्डमा हामी उनीहरूलाई सहयोग पुर्याउँछौँ, सहायता गर्छौँ, त्यति बेला हामी के गर्दै गरेको हुन्छ भने चाहिँ हाम्रो सम्बन्धको इलाकामा चाहिँ यीशु ख्रीष्टलाई आएर राज गर्नुहोस् है भनेर हामीले राज्य गर्ने अनुमति दिइराखेका हुन्छौँ। जब हामी क्षमा गर्छौँ मान्छेहरूलाई है, त्यति बेला परमेश्वरले एउटा प्रभु यीशु ख्रीष्टले आएर हाम्रो जीवनमा राज्य गरिराखेको हुन्छ।
हामी दुईटा कुरालाई त्यो कसरी चाहिँ हामी यीशुलाई हाम्रो जीवनमा राज्य गर्न दिन सक्छौँ त भन्ने कुरामा चाहिँ हामी दुईटा पोइन्टमा अलिकति छलफल गर्नेछौँ। त्यो दुईटा पोइन्ट चाहिँ के हो भनेदेखि जीवनको सबै कुरा यीशुलाई ख्रिस्टलाई समर्पण गर्नु। We surrender or the total surrender of everything to Jesus. यीशुलाई सबै कुरा दिनु। 2 नम्बरमा चाहिँ परमेश्वरले ल्याउनु भएको ऋतुलाई चाल पाउनु। To recognize the season that God brings in our life. अब यो ऋतु चाहिँ म अब कहिलेकाहीँ यो ऋतु चाहिँ बेग्लै बेग्लै किसिमको ऋतु हुन्छ, तर आजको ऋतुको विषयमा जब हामी कुरा गर्छौँ त्यो एउटा अलिकति बेग्लै किसिमको ऋतु छ, जो कुरा हामी अहिले एकछिनमा हेर्नेछौँ। अब सबैभन्दा पहिले चाहिँ जीवनका सबै कुरा यीशुलाई समर्पण गर्नु भन्ने कुरा चाहिँ टोटल सरेन्डर अफ एभ्रिथिङ टु जिजस। अब टोटल भनेको चाहिँ के हो भनेदेखि चाहिँ प्रभु यीशु ख्रिस्ट चाहिँ भलात्मी हुनुहुन्छ। जिजस क्राइस्ट इज ए जेन्टलम्यान। उहाँ चाहिँ अर्काको जीवनमा, तपाईँको व्यक्तिगत जीवनमा, तपाईँको प्राइभेटमा लाइफमा आएर कहिले पनि धक्का दिनुहुन्न। He does not want to interfere with your personal life. तपाईँको व्यक्तिगत जीवनमा आएर उहाँ हस्तक्षेप गर्न चाहनुहुन्न। इट्स नट हिज नेचर। उहाँले त्यो गर्नै हुँदैन। परमेश्वरले चाहिँ तपाईँले अनुमति दिएको इलाकाहरूमा मात्रै काम गर्न सक्नुहुन्छ। God can only access to the areas where he has our legal permission or legal right, and he will never interfere with our personal life and in our business. अब त्यो भनेको चाहिँ के हुने चाहिँ हामी भन्छौँ नि, प्रभु मेरो जीवनमा आएर राज गर्नुहोस्, मेरो जीवनमा काम गर्नुहोस् भनेर भन्छौँ, तर हामी उहाँलाई हाम्रो कार्याले, हाम्रो बोली वचनले, हाम्रो चरित्रले हाम्रो जीवनको हरेक इलाकामा काम गर्न नदिएको उहाँलाई रोकिराखेको हुन्छौँ। इन अनदर वे हामी अर्को पाराले भन्नु चाहिँ we are limiting God to access or to work by us. हामीद्वारा भएर काम गर्नुको लागि चाहिँ परमेश्वरलाई हामीलाई रोकथाम लगाएर कन्ट्रोल गरिराखेका हुन्छौँ। परमेश्वरले हाम्रो जीवनमा कस्तो कामहरू गर्न चाहनुहुन्छ, तर हामीले चाहिँ हाम्रै व्यवहार, हाम्रै विश्वास, हाम्रो कतिवटा कुराहरूले चाल चलन, बोली वचन, जीवन शैलीद्वारा चाहिँ परमेश्वरलाई हामीले कन्ट्रोल गरिराखेका हुन्छौँ। तर जबसम्म हामीले उहाँलाई अनुमति दिँदैनौँ तबसम्म उहाँले हाम्रो जीवनमा आएर हस्तक्षेप गर्नुहुन्न। अब म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। कसरी त भन्दाखेरि चाहिँ जबसम्म म विश्वास गर्छु कि मैले कसैले मलाई हेप्यो भनेदेखि अर्कोपल्ट हेपी नमाग्नुको निम्ति मैले उसलाई रिटालिएट गर्नुपर्छ। धेरैको विश्वास छ त्यो चुप लागेर बस्यो भने जो होछ उसकै मुखमा घोचो भन्ने हाम्रोमा एउटा चलनै छ। चुप लागेर बस्यो भने त हेप्छ, मुख लाग्नुपर्छ, भन्नुपर्छ। थुप्रोले त्यो विश्वास गर्छ। अब तपाईलाई एउटा प्रश्न छ, इज द्याट द वे द्याट जिजस इज गोइङ टु डिल विथ पिपल? कि यीशुले तपाईको जग्गामा यीशु हुनुहुन्छ भने तपाईलाई चोट पार्ने र तपाईलाई हेप्ने मान्छेहरूलाई यीशुले कस्तो प्रकारले चाहिँ डिल गर्नुहुन्थ्यो होला? तपाईको पाराले गर्नुहुन्थ्यो कि यीशुको आफ्नै पाराले गर्नुहुन्थ्यो? हाम्रै पाराले गर्ने हो भने चाहिँ हामी अझै पनि त्यो इलाकामा हामी आफै राज्य गर्दैछौँ। तर यदि हामी त्यो कुरालाई चाहिँ परमेश्वरको हातमा सुम्पिदिउँ, यीशुलाई लु प्रभु तपाईले जे गर्नुहुन्छ त्यो गर्नुहोस् है भनेर भन्यौँ भने चाहिँ हामी त्यो इलाकामा आएर यीशुलाई आएर बस्ने, उहाँलाई सिंहासन हामीले बनाइदिँदै गरेको हुन्छौँ। त्यो कुरालाई हामीले एकदमै याद गर्नु पर्यो। 2 नम्बर चाहिँ हामीले परमेश्वरले ल्याउनु भएको ऋतुलाई चाल पाउनु। म यो तपाईलाई स्क्रिन शेयर गर्दैछु। अब परमेश्वरले ल्याउनु भएको ऋतुलाई कसरी चाल पाउने? यहाँ तपाईले लेख्नु छ, प्लान्ट क्यान प्रोड्युस फ्रुट ओन्ली इन अ सिजन।
If you don't recognize the season, you will never have fruit. God brings seasons in our life to produce fruit, and most of the time we never recognize God's season. अब यो भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ हामी सबैजनाले डल्ले खुर्सानी रोप्छौँ अनि डल्ले खुर्सानी रोप्नुको निम्ति वी आर वेटिङ स्प्रिङ टु कम अप स्प्रिङ आओस् भनेर हामी सबैजनाले पर्खिराखेको छौँ हामीले अहिलेको गराजहरूमा कोहीको बेडरुमहरूमा गयो भने डल्ले खुर्सानी लुकाएर राखेको छ अहिले किनभनेदेखि अहिलेको सिजन ठिक छैन यो सिजनमा डल्ले खुर्सानी बाँच्न सक्दैन त्यसले चाहिँ सिजनमा मात्रै फल फलाउँछ यदि हामीले सिजनलाई याद गरेनौं भनेदेखि हामी फल कहिले पनि फलाउन सक्दैन अर्को पाराले भने चाहिँ हामी कहिले पनि कटनी गर्नु सक्दैनौं त्यसरी नै हाम्रो जीवनमा प्रभु यीशु ख्रीष्ट आएर राज्य गर्नको निम्ति परमेश्वरले हाम्रो निम्ति कयौं सिजनहरू ऋतुहरू ल्याउनुहुन्छ अनि त्यो ऋतुलाई चाहिँ हामीले चाल पायौं भनेदेखि चाहिँ त्यो फल फल्छ उदाहरणको निम्ति प्रेमको फल प्रेम चाहिँ आत्माको फल भनेर बाइबलमा लेखिएको छ गलाती 5 अध्यायमा हेर्नुभयो भनेदेखि तपाईले त्यो पाउनुहुन्छ प्रेम चाहिँ के रे आत्माको फल हो प्रेम हाम्रो जीवनमा फलाउन चाहनुहुन्छ लटरम्मै फलेको परमेश्वर देख्न चाहनुहुन्छ अनि परमेश्वरले चाहिँ छर्ने सिजन ल्याउनुहुन्छ त्यो प्रेमको बिजनलाई छर्ने सिजन ल्याउनुहुन्छ अनि त्यो सिजन चाहिँ हामीले यो जनवरी फेब्रुअरी मार्च अथवा विन्टर स्प्रिङ त्यहाँदेखि आउँछ अर्को स्प्रिङ समर र फल यहाँ अमेरिकामा फल भन्छ इंग्लिशमा इन्डियातिर अटम भन्छ त्यो सिजन त्यस्तो खालको सिजन हैन परमेश्वरले ल्याउने सिजन चाहिँ अचम्म प्रकारको हुन्छ सिजन है परमेश्वरको सिजन चाहिँ कस्तो हुन्छ भने नि म भनौं ए देउकी मलाई तातो पानी तताई देऊ म नुहाउनु पर्यो अन्त देउकीले म कहाँको त्यो तातो पानी म भ्याउँदिन अहिले म काममा जाने बेला भइसक्यो भन्दाखेरि चाहिँ परमेश्वरले मेरो जीवनमा नम्रता र प्रेमको सिजन ल्याउनु चाहेको सिजन पठाइदिनु भएको परमेश्वरले तर त्यो सिजनलाई मैले चाल पाइने भनेदेखि म के भन्छु भने चाहिँ के अरे फेरि भनेर म झोकेर गर्जिएर बाघ भएर म जान्छु तर त्यसो भए होस् न त म आफै तताएर नुहाउँछु भन्यो भने चाहिँ के हुँदैछ त्यो सिजनमा त्यो नम्रताको फल चाहिँ मेरो जीवनमा फल्ने त्यो बिजन म रोप्दैछु त्यसलाई फल्ने अवसर म दिँदैछु परमेश्वरले ल्याएको सिजन चाहिँ त्यो हो यस कारणले गर्दाखेरि तपाईको जीवनमा जब मान्छेहरूले दुर्व्यवहार गर्छ तपाईलाई हेप्छ तपाईलाई चोट पार्छ मन दुखाउँछ वास्तवमा त्यो चाहिँ परमेश्वरले तपाईको जीवनमा प्रेमको फल नम्रताको फल है लङ सफरिङ है संयमताको फल फलाउनको निम्ति त्यो फलको के रे त्यो बिजन रोप्नुको निम्ति सिजन ल्याउनु भएको that is the time where you can sow the seed of love seed of long suffering seed of humbleness है थुप्रो कुराको त्यो बिजन छर्ने टाइम चाहिँ परमेश्वरले तपाईलाई ल्याइदिनु भएको हो त्यो चाहिँ खासमा चाहिँ जब कसैले तपाईलाई चोट पार्छ अनि तपाईलाई सारै मन दुखाउँछ तब परमेश्वरले तपाईको जीवनमा क्षमादानको मिठो फल फलाउनलाई अवसर ल्याएको या त अवसर दिएको या त सिजन ल्याउनु भएको त्यो ऋतु ल्याउनु भएको जब तपाईलाई चोट पार्ने मान्छेलाई क्षमा दिने निर्णय गर्नुहुन्छ तब यीशुले तपाईको जीवनमा राज्य गर्दै गरेको हुन्छ that's the time when Jesus comes and reigns in our life reigns in your different areas of our life तपाईले जति यीशुलाई राज्य गर्नु दिनुहुन्छ नि त्यति नै स्वर्ग चाहिँ तपाईको जीवनमा आएर बास गरेको the more you allow Jesus to reign in your life the more of heaven comes in your life
हेभेन खोज्नुको निम्ति, स्वर्ग खोज्नुको निम्ति हामी माथि मरेर स्वर्ग गइराख्नु पर्दैन। तपाईँले अहिले नै परमेश्वरको सिजनलाई चाल पाएर स्वर्ग चाहिँ तपाईँको जीवनमा अहिले नै ल्याउन सक्नुहुन्छ। हामी धेरैजनालाई परमेश्वरको उपस्थिति साह्रो मिठो लाग्छ। मेरो जीवनमा कयौँ यस्तो दिनहरू छ, क्षणहरू छ जति बेला म परमेश्वरको उपस्थितिमा बसेर यति मिठो त्यति बेला संसारको दुख पीर मार्का सबै बिर्सेको हुन्छ, परमेश्वरसँग एकदम गहिरिएर बसेको हुन्छ। अनि त्यति बेला परमेश्वरको उपस्थिति आएको हुन्छ अनि घन्टौँ समय बिताएको पनि हामी त्यो चाल पाउँदैनौँ। when the presence of God comes in your life, त्यो चाहिँ एउटा फिजिकली प्रकट हुने उहाँको उपस्थिति हो। तर जब तपाईँले आफ्नो जीवनमा प्रेमको बिजनलाई छरेर यीशुलाई तपाईँको जीवनमा राज्य गर्नु दिनुहुन्छ नि, उहाँको उपस्थिति चाहिँ आउँदै जाँदै जाने होइन, रहिरहन्छ। Whenever you allow Jesus to reign in your life, तपाईँले legal access, when you give a legal access to Jesus to control your life, to control your anger, to control your lust, to control so many things in your life, He comes and abide in us. विचार गर्नुहोस्, परमेश्वरको उपस्थितिमा हामी एकछिन गएर प्रार्थना गर्दाखेरि हामी पाप सोच्दैनौँ, हाम्रोमा त्यो अभिलाषाले काम गर्ने मौका पाउँदैन, हाम्रो मन शुद्ध पवित्र भएर परमेश्वरको आराधना गर्छौँ भनेदेखि, उहाँलाई सधैँको निम्ति हाम्रोमा आएर बास गर्नु दिउँ भनेदेखि हाम्रो जीवन कस्तो हुन्छ होला है? यसो विचार गर्नु सक्नुहुन्छ तपाईँले। यस कारणले गर्दाखेरि हामी यीशुलाई हाम्रो जीवनमा राज गर्न दिउँ। Let Jesus come and reign in us. And to do that one, we have to recognize the season of God. परमेश्वरलाई अथवा यीशु ख्रीष्टलाई हाम्रो जीवनमा आएर राज गर्न दिउँ अनि राज गर्न दिनको निम्ति परमेश्वरले ल्याएको सिजनलाई हामीले चाल पाउनुपर्छ अनि हामीले सिजनमा के अरे सिजनमा हामीले बिउ छर्नु जान्नुपर्छ। जब हामी यीशुलाई हाम्रो जीवनमा राज गर्न दिन्छौँ तब उहाँको चरित्र, उहाँको जीवनशैली, उहाँको हरेक कुरा, उहाँको प्रेम, दया, उहाँको कम्प्यासनलाई के भन्छ, यही कृपा भनौँ न, उहाँको कृपा चाहिँ हामीबाट बाहिर फ्लो भएर बगेर निस्किन्छ है। त्यो चाहिँ हामीबाट बगेर निस्किन्छ हामी जब उहाँलाई राज्य गर्न दिन्छौँ। अनि थाहा छ तपाईँलाई, त्यो कुरालाई चाहिँ हामी अरूलाई छुन सक्छौँ। That's how we are going to impact other people. त्यसरी चाहिँ हामी अरू मानिसहरूको जीवनलाई प्रभाव पार्न सक्छौँ। When we allow Jesus to reign in every areas of our life, people will see Jesus walking among them in a physical form through you. जब हामी यीशुलाई हाम्रो जीवनमा राज्य गर्न दिन्छौँ अथवा हाम्रो जीवनको हरेक इलाकामा उहाँलाई राज्य गर्न दिउँ भने चाहिँ मानिसहरूले के देख्छ भने चाहिँ एउटा भौतिक शरीरमा यो शरीरमा चाहिँ यीशु ख्रीष्ट हामीबाट भएर, मबाट भएर चाहिँ हिँडेको है, उनीहरूको बिचमा आएको कुरा मानिसहरूले देख्न सक्छ। म यो तपाईहरुको माझमा यो इंग्लिश पढ्नेहरुको निम्ति यो म स्क्रिन पनि शेयरिङ गर्न चाहन्छु। यो यु क्यान टेक स्क्रिनशट लिन सक्नुहुन्छ। When we allow Jesus to reign in every areas of our life, people will see Jesus working among them in a physical form through you. है, through us भन्दा पनि भयो यसलाई। अब अर्को कुरा अन्तमा यो कुरालाई यो यीशु चाहिँ हामीद्वारा भएर हिँड्नुहुन्छ भन्ने कुरालाई म अलिकति एम्फसाइज गर्न चाहन्छु। संसारको मान्छेले चाहिँ नि परमेश्वरलाई देख्न सक्दैन। संसारको मान्छेले परमेश्वरको प्रेम कस्तो हुन्छ चाख्नु पनि सक्दैन।
परमेश्वरको छुवाई कस्तो हुन्छ संसारको मान्छेलाई त्यो उनीहरूलाई केही पनि थाहा छैन। उनीहरूको मनमा चाहिँ ईश्वर भन्ने कुरा या त परमेश्वर भन्ने कुरा चाहिँ स्वर्गमा कहाँ छ जसलाई देख्नु पनि सक्दैन, उहाँसँग बोल्नु पनि सक्दैन, उहाँसँग कम्युनिकेट पनि गर्नु सक्दैन भनेर चाहिँ उनीहरूको दिमागमा छ। त उनीहरूलाई परमेश्वर देखाउने, यीशु ख्रीष्ट देखाउने चाहिँ तपाईँ र म मात्रै हो। कसैले एकपल्ट यसरी भनेको छ, लिभ ए लाइफ अफ गोस्पेल, इफ निडेड युज वर्ड अरे क्या, सुसमाचारको जीवन बिताओ, चाहिएको खण्डमा शब्दलाई प्रयोग गर भनेको चाहिँ हामीले चाहिँ यीशु ख्रीष्टको चरित्र चाहिँ संसारमा देखाउनु पर्यो। अनि चाहेको बेलामा मात्रै मुखबाट प्रचार गर्नु पर्यो, हाम्रो जीवनबाट हामीले देखाउनु पर्यो। यदि तपाईँ विश्वासी हुनुहुन्छ, काममा मान्छेहरूले हेप्दाखेरि हेपी नमाग्ने, उनीहरूलाई नै जित्ने कोसिस गर्नुभयो भनेदेखि यीशु ख्रीष्ट तपाईँको जीवनबाट चम्केको होइन। यु आर लिमिटिङ जिजस क्राइस्ट। यीशुलाई चाहिँ तपाईँको चरित्रले, तपाईँको व्यवहारले चाहिँ ढाकेर राखेको हुन्छ। तर यीशु चाहिँ तपाईँभित्र ढाकेर बस्नुको निम्ति होइन, पाखा निस्कनुको निम्ति आउनु भएको। हाम्रो आत्मामा आएर प्रभु बसेको यीशु ख्रीष्टलाई हामी बाहिर निकालौँ, मान्छेहरूले देखोस्। त्यो कुरालाई आज हामी सबैजनाले याद गरौँ र यीशुले राज्य गरेको जीवन चाहिँ हामी देखाउन सक्छौँ। Jesus will be seen in every aspect of our lives. हाम्रो जीवनको हरेक कुरामा यीशुलाई झल्काउँ, यीशुलाई मानिसहरूले देख्न सकौँ। र आजको यो वचन म यहीँ राख्न चाहन्छु। मलाई विश्वास छ तपाईँले यहाँबाट केही न केही पाउनुभयो भनेर। र धन्यवाद। हामी छोटो प्रार्थना गर्नेछौँ ल।